नमस्कार 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 तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो YouTube च्यानल बाइक इन्फो नेपालमा फेरि नयाँ भिडियोको साथमा। आज हामी कुरा गर्ने छौं TVS को फर्स्ट एडभेन्चर टुरर बाइक जुन चाहिँ अफिसियली नेपालमा लन्च भइसकेको छैन, तर इन्डियामा चाहिँ यो बाइकले धेरै नै हाइप बनाइसकेको छ र बेस्ट बजेट एडभेन्चर बाइक भनेर पनि भनिदैछ इन्डियामा चाहिँ। र यसको स्पेसिफिकेसनहरुको बारेमा, यसको फिचरहरुको बारेमा र नेपालमा यो बाइक कति प्राइसमा लन्च हुन सक्छ यसको बारेमा आज हामी यस भिडियोमा जान्ने छौं। त्यसैले भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। तपाईहरुले नामबाट नै थाहा पाइसक्नुभयो होला, यो बाइक चाहिँ TVS कम्पनीले लन्च गरेको जुन चाहिँ एउटा इन्डियन कम्पनी हो र यो TVS को अपाचे RTX 300 चाहिँ TVS कै पहिलो एडभेन्चर टुरर बाइक हो जुन चाहिँ यसको परफर्मेन्स, टेक र अफ-रोड क्यापेबिलिटीको लागि इन्डियामा जानिदैछ। यो बाइकमा तपाईले 299.1 सीसी को सिंगल सिलिन्डर लिक्विड कुल्ड DOHC RTX-D4 इन्जिन पाउनुहुन्छ जसले चाहिँ 36 PS को पावर 9000 RPM मा जेनेरेट गर्छ र 28.5 न्यूटन मिटर अफ टर्क चाहिँ 7000 RPM मा जेनेरेट गर्छ। र यो बाइकमा तपाईले 6 स्पिड गियरबक्स पाउनुहुन्छ र सँगसँगै असिस्ट एन्ड स्लिपर क्लच पनि पाउनुहुन्छ जसले गर्दा तपाईलाई गियर अप शिफ्ट गर्न, डाउन शिफ्ट गर्न चाहिँ एकदमै सजिलो हुनेछ। यो बाइकमा तपाईले पाउने टप स्पिड भनेको चाहिँ 140 किलोमिटर पर आवर देखि 150 किलोमिटर पर आवर सम्मको टप स्पिड चाहिँ पाउन सक्नुहुन्छ। यो बाइकको इन्जिन चाहिँ यस्तो तरिकाले ट्युन्ड गरिएको छ जसले गर्दा चाहिँ तपाईलाई अफ रोडमा भयो, अन रोडमा भयो एकदमै राम्रो परफर्मेन्स चाहिँ यो बाइकले तपाईलाई प्रोवाइड गर्छ। र यो बाइकमा तपाईले 12.5 लिटरको फ्युल ट्याङ्क पाउनुहुन्छ र 300 सीसी को बाइक हुँदै गर्दाखेरि पनि यो बाइकले चाहिँ तपाईलाई कम्पनी क्लेमको अनुसार 35 किलोमिटर पर लिटरको माइलेज दिन्छ, which is very good। तर कम्पनीले क्लेम गरेको भन्दा चाहिँ रियल वर्ल्डमा चाहिँ माइलेजमा धेरै नै अलिकति डिफरेन्स चाहिँ आउन सक्छ। यो बाइकको वेट रहेको छ 180 केजी र यसको सीट हाइट रहेको छ 835 mm। यसमा तपाईले 200 mm को ग्राउन्ड क्लियरेन्स चाहिँ पाउँदै हुनुहुन्छ जसले गर्दा तपाईलाई अफ रोडहरुमा भयो, नेपाली रोडहरुमा भयो त्यस्तो इन्जिन ठोकिने समस्या चाहिँ हुँदैन र अफ रोडमा पनि तपाईलाई एकदमै राम्रो कन्फिडेन्स चाहिँ प्रोवाइड गर्छ हाई ग्राउन्ड क्लियरेन्स भएको कारणले। र यसको व्हील बेसको साइज रहेको छ 1430 mm र सीट हाइट अलिकति ठुलो भएको कारणले सर्ट राइडरहरुलाई चाहिँ अलिकति प्रब्लम हुन सक्छ। अब कुरा गरौँ यसको डिजाइन र बिल्ड क्वालिटीको बारेमा। र यो बाइकमा चाहिँ तपाईले टेलिस फ्रेम पाउनुहुन्छ र एल्युमिनियम स्विङ आर्म पाउनुहुन्छ जसले चाहिँ एकदम सोलिड बिल्ड दिन्छ र हेर्दै गर्दाखेरि चाहिँ यो बाइक एकदमै प्रोपर एडभेन्चर बाइक लाग्छ के। अब इन्डियामा चाहिँ कता कता BMW को कपी पनि गरेको भन्छ हैन, तर हेर्दै गर्दा चाहिँ यो बाइकलाई एडभेन्चर टुरिङ बाइक जस्तो देखिन्छ के। र सँगसँगै यो बाइकमा चाहिँ तपाईले 5 वटा चाहिँ कलर अप्सनहरु पनि पाउनुहुन्छ, भाइपर ग्रीन, टान ब्रोन्ज, मेटालिक ब्लू, लाइटिङ ब्ल्याक र पर्ल व्हाइट भनेर पाउनुहुन्छ। अब कुरा गरौँ यसको सस्पेन्सन र ब्रेकको बारेमा। तपाईले यो बाइकमा फ्रन्टमा UST पाउनुहुन्छ र रियरमा मोनोसक सस्पेन्सन पाउनुहुन्छ र फ्रन्ट र रियरमै डिस्क विथ ABS पनि पाउनुहुन्छ। यो बाइकमा तपाईले ट्र्याक्सन कन्ट्रोल पाउनुहुन्छ र नयाँ सिस्टममा आएको छ TPMS, टायर प्रेसर मोनिटरिङ सिस्टम पनि पाउनुहुन्छ। धेरैवटा राइडिङ मोड्सहरु पाउनुहुन्छ। ABS चाहिँ स्विचेबल छ जसको कारणले तपाईले राइड गर्ने बाटोको अनुसार चाहिँ, टेरेनको अनुसार चाहिँ तपाईले यसलाई स्विच पनि गर्न सक्नुहुन्छ। यो बाइक नेपालमा कति प्राइसमा लन्च हुन्छ त्यो चाहिँ थाहा छैन, तर राइडरको सेफ्टीको चाहिँ राम्रोसँग ध्यान राखेको छ है TVS ले। तपाईले यो बाइकमा चाहिँ माइक्लिन रोड 5 को टायर पाउनुहुन्छ जुन चाहिँ अपाचेको RTR 310 मा पनि सेम युज भएको थियो। यो बाइकको फ्रन्टको व्हील साइज 19 इन्चको रहेको छ र रियरको व्हील साइज 17 इन्चको रहेको छ। र टायर साइजको कुरा गर्नुपर्दा तपाईले फ्रन्टमा 110/80 19 को टायर पाउनुहुन्छ र रियरमा 150/70 17 को ट्युबलेस टायर पाउनुहुन्छ जसले गर्दा पञ्चर हुने त कुनै टेन्सनै भएन। यो बाइकमा तपाईले 5 इन्चको TFT कलर डिस्प्ले पाउनुहुन्छ विथ स्मार्टफोन कनेक्टिभिटी, कल एन्ड SMS अलर्ट, म्याप मिररिङ र GoPro कन्ट्रोल पनि पाउनुहुन्छ। र यो बाइकमा तपाईले 4 वटा राइडिङ मोड्सहरु पनि पाउनुहुन्छ, टुर भयो, र्याली भयो, अर्बान भयो, रेन गरेर 4 वटा राइडिङ मोड पाउनुहुन्छ। आवश्यकताको हिसाबले तपाईले मोड छानेर राइड गर्न सक्नुहुन्छ। तपाईले यसमा ट्र्याक्सन कन्ट्रोल पनि पाउनुहुन्छ र क्रुज कन्ट्रोल पनि पाउनुहुन्छ तपाईले यो बाइकमा, जसले गर्दा चाहिँ तपाईलाई हाइवे टुरिङहरुमा, लामो हाइवेमा एकदमै कम्फर्टेबल महसुस हुनेछ र तपाईले क्रुज कन्ट्रोलको मद्दतले चाहिँ लामो डेस्टिनेसनलाई यात्रा गर्न सक्नुहुन्छ। र यसमा तपाईले अल LED लाइटिङ पाउनुहुन्छ, एकदमै लार्ज विन्ड स्क्रिन पाउनुहुन्छ, लगेज र्याक पाउनुहुन्छ टुरिङहरु यदि तपाई गर्नुहुन्छ भने, र अरु धेरै फिचरहरु पनि पाउनुहुन्छ तपाईले यो बाइकमा। अब कुरा गरौँ यसको प्राइसको बारेमा है त। इन्डियामा चाहिँ यो बाइकको प्राइस छ 1,99,000 बाटै सुरु हुन्छ। अब नेपालमा आउँदाखेरि 6-7 लाख पुग्छ होला पक्कै पनि मेरो विचारमा। मैले यो भन्दा अगाडि सर्ट भिडियोमा पनि यसको बारेमा नेपालमा कतिमा चाहिँ लन्च हुन सक्छ भनेर भनेको थिएँ।
थिएँ। धेरैजनाले यो चाहिँ 6 लाख 7 लाखको प्राइसमा त लन्च हुन्छ नि भन्ने कमेन्ट गर्नुभएको थियो र मेरो विचारमा लाग्छ लगभग 6-7 लाख जतिमा त लन्च हुन्छ होला र 6-7 लाख भन्दा अलिकति सस्तो प्राइसमा टिभीएसले यो बाइक लन्च गरिदियो भने चाहिँ हिरोको एक्सपल्सहरू भयो, केटीएमको एडभेन्चर 250हरू भयो हैन, ट्राइमको बाइकहरू भयो, स्क्रैम्बलर 400हरू, त्यो बाइकहरूले चाहिँ कम्पिटिसन दिन्छ जस्तो लाग्छ है। अब टिभीएसले कतिको प्राइसमा लन्च गर्छ, अलि सस्तो प्राइसमा लन्च गर्यो भने चाहिँ त्यो बाइकहरूसँग कम्पिट गर्छ जस्तो लाग्छ र मार्केट पनि लिन्छ जस्तो लाग्छ है मलाई यो बाइकले। र अब जानौँ यो बाइकमा कम्फर्ट र यसको टुरिङ क्यापेबिलिटी चाहिँ कति छ। अब हेर्दा टुरिङ बाइक जस्तो त देखिन्छ तर यसमा टुरिङ क्यापेबिलिटी कति छ यसको बारेमा पनि जानौँ न। अभियसली यो RTX 300 चाहिँ अब टिभीएसले धेरै समय लागेर पहिलोचोटि लन्च गरेको बाइक हो। यो चाहिँ एडभेन्चर टुरिङको लागि बनाएको बाइक हो हैन, लङ राइड्सको लागि बनाएको। यो बाइकमा तपाईले अपराइट राइडिङ पोस्चर पाउनुहुन्छ जसले गर्दाखेरि राइड गर्दै गर्दा तपाईलाई धेरै थकान महसुस चाहिँ हुँदैन यसको अपराइट राइडिङ पोजिसन भएको कारणले। टल विन्डसिल्ड पाउनुहुन्छ र टुरिङहरू जाँदाखेरि लगेजहरू राख्नको लागि, आफ्नो सामानहरू राख्नको लागि राम्रो स्पेस पनि पाउनुहुन्छ। यो बाइक टुरिङ मन पराउनेहरूको लागि त एकदम बेस्ट हुन्छ जस्तो लाग्छ है मलाई नेपालमा। र यो टिभीएसको RTX 300 चाहिँ यसको 300 सीसीमा मात्र नलिएर योभन्दा हायर सीसीको बाइकहरूसँग पनि कम्पिट गर्छ जस्तो लाग्छ है मलाई चाहिँ एडभेन्चर टुरर बाइकको सेगमेन्टमा, किनकि यसले तपाईँलाई एकदमै मोडर्न टेक भएको फिचरहरू दिन्छ, डिसेन्ट पावर पनि एकदम डिसेन्ट छ र एकदमै क्यापेबिलिटीहरू पनि धेरै भएको बाइक छ कि तपाईँले अब रोडमा चलाउन सक्नुभयो, अफ रोडमा चलाउन सक्नुभयो, टुर गर्न सक्नुभयो। यो बाइकले हाइवे भयो, अफ रोडिङहरू भयो, टुरिङहरू भयो सब ह्यान्डल गर्न सक्छ र पावर पनि डिसेन्ट छ, राम्रो छ। त्यो कारणले यो बाइक चाहिँ नेपालमा चल्छ जस्तो लाग्छ मलाई। यो बाइकको कम्पिटिसनमा अरू कुन बाइक हो र? हिरोको एक्सपल्स भयो, होन्डाको NX 200 भयो, केटीएमको एडभेन्चर 250 भयो, प्राइमको स्क्रैम्बलर 400X पनि कम्पिटिसनमा हुन सक्छ तर यो भन्दा हायर सीसीको बाइक हो। तपाईले 300 सीसीको बाइकमा यस्तो बल्की डिजाइन पाउनुहुन्छ। यसको डिजाइन एकदमै बल्की छ कि 300 सीसीको बाइक भनेर चाहिँ हेर्दाखेरि कसैले भन्नै सक्दैन, हायर सीसीको बाइक जस्तो देखिन्छ, ठुलो बाइक जस्तो देखिन्छ के। र यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै मोर इन्ट्रेस्टिङ भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला।